कल्पना गर्नुहोस् तपाईले कपाल काट्नुभयो भनेर तपाईलाई जेल हालियो, या तपाईले कुनै सानो गल्ती गर्नुभयो, गलत समय हाँस्नुभयो अनि तपाईलाई फाँसीको सजाय दिइयो। तपाईलाई लागिरहेको छ यो मजाक हो, तर होइन, यो कुनै काल्पनिक कथा होइन, यो हो उत्तर कोरियाको वास्तविकता। अब जानौं उत्तर कोरियाका अचम्मका नियमहरू। नम्बर 1, विदेशी फिल्म हेरे फाँसीको सजाय। यहाँ विदेशी गीत सुन्नु, यहाँ विदेशी संगीत सुन्नु वा विदेशी भाषामा बनेको चलचित्र हेर्नु आपराधिक गतिविधि मानिन्छन्। सन् 2015मा किम जोङ उनले सबै क्यासेट टेप सिडीहरू जसमा राज्यले प्रतिबन्ध लगाएका थिए नष्ट गर्ने आदेश दिएका थिए। अमेरिकन फिल्म हेरेको पाइएमा मृत्युदण्ड हुन सक्छ भने भारतीय फिल्म हेरेमा जेल सजाय हुन सक्छ। पोर्नोग्राफी हेरेमा मृत्युदण्ड हुन सक्छ। नम्बर 2, देशको पात्रो पुरै संसारभन्दा फरक। उत्तर कोरियाको पात्रो अरू देशको भन्दा निकै फरक छ। संसारमा 21औं शताब्दीमा भए पनि उत्तर कोरिया भने अझै पुरानै पात्रो चलिरहेको छ। उत्तर कोरियाको पात्रो त्यहाँका संस्थापक किम इल सुङको जन्म मितिमा आधारित छ। हाल यहाँ 113औं जुचे वर्ष चलिरहेको छ। यो पात्रो सन् 1912 अप्रिल 15बाट सुरु हुन्छ। नम्बर 3, केवल 3 टेलिभिजन च्यानल मात्र हेर्न पाइन्छ, जबकि संसार डिटिएच र ओटिटीमा अगाडि बढेको छ। उत्तर कोरिया भने आजको मितिसम्म केवल 3 वटा च्यानल मात्र हेर्न अनुमति छ। यी सबै च्यानलहरू संसारको पूर्ण नियन्त्रण हुन्छ। नम्बर 4, हरेक रात बिजुली जान्छ। हामी केही समयका लागि बिजुली गयो भने हैरान हुन्छौँ, तर उत्तर कोरियामा त प्रत्येक रात बिजुली जान्छ। त्यहाँ मानिसहरू यस कुरामा अभ्यस्त भइसकेका छन्। बिजुली अभावकै कारण हरेक रात बत्ती निभाइन्छन् भन्ने कुरा त्यति बेला थाहा भयो जब अन्तरिक्षबाट उत्तर कोरियाको रातको तस्बिर लिएको थियो। नम्बर 5, 3 पुस्तासम्म सजाय। सायद यो संसार एक मात्र यस्तो देश हो जहाँ 3 पुस्तासम्म सजाय दिन्छ। यदि कुनै व्यक्तिले अपराध गर्छ भने सजाय केवल उसैको मात्र होइन, उसका हजुरआमा, हजुरबुबा, आमा बुबा, छोराछोरीले पनि भोग्नुपर्छ। नम्बर 6, पुरुषहरूले केवल 28 हेयर स्टाइल मात्र राख्न पाउँछन्। सरकारले स्वीकृति दिएका 28 हेयर स्टाइल मध्ये कुनै एक मात्र राख्न पाउँछन्। यदि अरू कुनै हेयर स्टाइल अपनाएमा त्यसलाई गैर कानुनी मानिन्छ र व्यक्तिलाई जेल हालिन्छ। विवाहित महिलालाई आफ्नो इच्छा अनुसारको हेयर स्टाइल राख्न पाइन्छ, तर अविवाहित महिलाले भने छोटो कपाल राख्नै पर्छ। नम्बर 7, केवल 7 वेबसाइट मात्र ब्राउज गर्न पाइन्छ। उत्तर कोरियाली नागरिकले केवल 28 वेबसाइट मात्र हेर्न पाउँछन्। यहाँको इन्टरनेटलाई क्याङमोङ वा ब्राइट भनिन्छ। इन्टरनेट प्रयोग गर्नका लागि कम्प्युटर आवश्यक हुन्छ, जुन निकै महत्त्वपूर्ण हुन्छ। कम्प्युटर किन्न पनि सरकारी अनुमति यहाँ चाहिन्छ। नम्बर 8, मानव मल खेतमा मलको रूपमा प्रयोग। सन् 2008मा दक्षिण कोरियाले मल आपूर्ति बन्द गरेपछि उत्तर कोरियामा मलको ठूलो अभाव भयो। त्यसपछि सरकारले नयाँ नियम ल्याएर नागरिकलाई आफ्नै मल वा दिशा सङ्कलन गरेर सरकारलाई बुझाउन आदेश दिइयो ताकि त्यसलाई कृषि प्रयोजनमा प्रयोग गर्न सकियोस्। नम्बर 9, सरकारले निर्णय गर्छ को कहाँ बस्ने। यहाँ सबै कुरा सरकारले नियन्त्रण गर्छ, खानादेखि मलसम्म, यहाँसम्म कि मानिस कहाँ बस्ने निर्णय सरकार आफैले गर्ने गर्दछ। राजधानी प्याङयोङमा बस्न सरकारको विशेष अनुमति चाहिन्छ। राजधानी प्रवेश गर्ने फोहोर गाडीलाई जरिवाना लाग्छ र राजधानी बाहिर जानु अनुमति पत्र अनिवार्य चाहिन्छ। नम्बर 10, यहाँ धर्मको स्वतन्त्रता छैन। उत्तर कोरियाले आफूलाई एक नास्तिक देश घोषित गरेको छ। यदि कुनै व्यक्तिलाई धार्मिक क्रियाकलापमा संलग्न देखियो भने उसलाई मृत्युदण्ड दिइन्छ। चुनाव हुन्छ तर नम्बर 11, चुनाव हुन्छ तर उम्मेदवार एकै मात्रै हुन्। यहाँ सन् 1948 देखि एउटै परिवारले शासन गर्दै आएको छ। यद्यपि प्रत्येक वर्ष चुनाव हुन्छ तर जनतालाई भोट हाल्नका लागि केवल एउटै उम्मेदवार दिइन्छ, त्यो हो किम जोङ। यदि तपाईलाई यो भिडियो जानकारीमूलक लाग्यो भने लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्। हामी यस्तै रोचक अनि अचम्मका तथ्य लिएर फेरि फर्किनेछौँ।